गुड मर्निङ। आज चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ। एक्चुअली हामी हिजो आएर चाहिँ यहाँ बसेको थियौँ यो टेन्टमा हो। यो चाहिँ लास्ट घर हो। अन्त जानुपर्ने चाहिँ अब यो माथि जुन चाहिँ छ हिमाल यो काटेर जानुपर्छ हो। बिहान हुँदैछ, मर्निङ हुँदैछ। चिसो छ पुरा हो। यहाँ त त्यस्तो छैन, अहिले भरे माथि चिसो हुन्छ हो। आज बिहानको हो। हाम्रो टेन्टमा आएको छ हो। यहाँ अनुप निस्किँदैछ हो टेन्टबाट। यहाँ त बाहिर त अन्त लुगा नलागिकन त निस्किनै नसक्ला जस्तो भयो त नि। भयो तिमीहरू मसित नखेल। यहाँनेरि छ यही हो। हामी चाहिँ अब यो बेस क्याम्प भयो। अहिलेको बिहान 7:30 हुँदैछ हो। बिहान छिटै उठेर अन्त अब यहाँबाट चाहिँ हामी बाज्रे जाने, बाज्रे डाँडा। त्यहाँबाट चाहिँ जति पनि माउन्टेनहरू छ त्यो मजाले छेउमै देख्छ हो। बिहान उठेर योगा पनि भयो। यहाँ योगा टिचर पनि आउनु भएको छ हामीसित। अन्त हामी चाहिँ यो दुईटा टेन्टमा बसेको थियौँ हो बिहान। अन्त यहाँ केटाहरू वार्मअप गर्दैछ हो। यहाँ चाहिँ अनुप, यहाँ चाहिँ सर हाम्रो हो। अन्त यहाँ चाहिँ अनुप पौडेल, हेलो। यहाँ चाहिँ हाम्रो गोविन्द पौडेल हो। अन्त त्यहाँदेखि उपर चाहिँ हाम्रो देख्नु हुँदैछ त्यो चाहिँ गोरु हो, चौरी गाई हाइब्रिड चौरी गाई हो। सिङमा चाहिँ ठुलो हुँदो रहेछ नि हेर्नु न। हाइब्रिड चौरी गाई। हाम्रोतिरको गोरु जस्तो कहाँ आउँदैन। साँडे हुन्छ नि, साँडे हुन्छ नि। साँडे राख्दा त केही कामै हुँदैन नि त। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमेव वन्दनात् मृत्युर्मुक्षीयमामृतात्। एकछिनमा हिँड्ने भाइ। हामी चाहिँ अब सुरु हुन आँटेको छ हो। आजको हाम्रो यात्रा अप टु बाज्रे डाँडासम्म हुनेछ है। र हेर्दै जानुहोस्, हामी तपाईँहरूलाई कति राम्रो राम्रो दृश्यहरू देखाउँछौँ। अब अलिक भन्दैन बाज्रे डाँडा कहाँ छ, के हो, कसरी हाम्रो प्लान बनियो भनेर। त्यही त अनसर्टन हुन्छ नि। मेरो पनि ठिक्कै छुट्टी थियो। अब क्रिसमस आउन आँटेको छ हो। यो सालको छुट्टी बाँचेको थियो। अन्त छुट्टी लिएर चाहिँ सेरेलाई लु है मिलाए यो डेटमा भनेर चाहिँ दिएको। अब कहिले नसुनेको जग्गा, कहिले नगएको अनएक्सप्लोर प्लेस है। हामी चाहिँ अब त्यस्तो एक फोनमा ट्रिप मिलाएर हिँडेको हो है। हामी चाहिँ अलि यो के थाङ अरे यो लामाथाङ आएर बसेको छौँ। आज हिजोको र अब आजको यात्रा हाम्रो बाज्रे डाँडासम्म हुनेछ। र जङ्गलमा हेर्नु हुनेछ। तपाईँहरू आउनुहुन्छ क्या हाम्रो भिडियो देखेर। हामी चाहिँ निस्किन आँटेको होइन, सबैलाई थाहा छ होला। हाम्रो लास्ट ट्र्याकमा पनि थियो, भालेढुङ्गाको ट्र्याकमा पनि हो। अन्त यो चाहिँ नयाँ हो, न्यू कमर हो योपालि हो हाम्रो ट्रेकिङमा। अन्त हामी अब यहाँबाट निस्केको, हामी यहाँ घरमा बसेको थियौँ। ओ भाइ यो हाम्रो गोविन्द सर खुकुरीमा धार लगाउँदैछ। ट्रेक सुरु भयो। अङ्कल अरू बेला चाहिँ गोरु जान्छ है लिएर, यिनीहरूलाई किन यसरी गोठमा चाहिँ नबानेको? के यसरी भन्छ यिनीहरू? गोठमा त राख्ने पछि जान्छ नि। भन्नु न भाइ, भन्नुहोस् न। हेलो लागि हाम्रो जाँदैछ नन्दु पनि। लु अन्त अनुप कहाँबाट आइपुगिसो? योपालि सक्सेस के हिँड्नु? सक्नु पर्यो नि हौ साथी। अन्त मजा आउँदैछ क्याम्पमा बसाइ? कस्तो लाग्यो? क्याम्पमा राम्रो भयो, मजा आयो, त्यस्तो जाडो भएन हो। अन्त लु मेरो हल्का टेक्ने डन्ठा बनाइदिँदैछ हो। अनुपलाई चाहिँदैन अरे टेक्ने।
मलाई चाहिँ चाहिन्छ। यही जग्गाहरू हामी ट्र्याक गर्दै गर्दै उकालो चढेको हो। हाम्रो ट्र्याक चाहिँ अलिकति माथि आएको छ, बेसी होइन, 10 मिनट जस्तो हो हिँडाइ हुँदैछ। म चाहिँ एकछिन। अन्त कस्तो लाग्यो? मजा आउँदैछ। ऊ त्यो माथि देखाइदैन, उँभो माथि टप त्यहाँ पुग्नुपर्छ। पानी भरे त्यहाँबाट, अब पानी पाउँदैन अरे हो। माथि अब 15 लिटर बोकेर जानुपर्छ भन्दैछ। पानी छैन अरे प्रमोद, पानी चाहिँ बोकिराख्नु भयो। हिँड्दै 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 फर्स्ट यहाँ अलिक बस्ने जग्गामा आइपुग्यो हो। यहाँ हो, यहाँ अनु पनि थाकेर हत्तु भएको जस्तो छ हो। चढ्दिनँ उकालो भन्दैछ, सक्दिनँ भन्दैछ हो। बनाउँछु नि, स्यास्या त हुन्छ नि, त्यो त नर्मल हो नि। अब स्लिपिङ ब्याग ल मकै सकै भारी ल्याउँछ खान्छ भने म चाहिँ लुकेर बनाउँदैछु। यसरी चाहिँ गोरुले भारी बोक्छ। यो चाहिँ हाइब्रिड अरे हौ, गोरु पनि होइन, चौरी र यसको हाइब्रिड। सिङ्गापुरको पानी त छैन कि पर थापिरहेको छ त्यो माथि ल। यसको नाम के हो? त्यो त नयाँ कुकुर पै। तेरो नाम नयाँ कुकुर हो? जाने हामीसँग? ल गएर आउनुहोस् है घुमेर। भोलि तलै बस्ने रहेछ नि त। भोलि ट्रेनमा बस्ने हामी कि? ए हुन्छ पर्सि बिहान जाने। ए ओके ओके ल ल भोलि भेट हुन्छ त्यसो भए तपाईसँग? हुन्छ ल यो खाँदै जाने। थ्याङ्क यू माई ब्रदर। आइज आउँदैन उनीहरू थाकेको हो कि। अन्त अर्पण, अन्त अनु कस्तो लाग्यो गोरु देखेर? कसरी बोक्दो रहेछ? हाम्रोतिर गोरुले बोक्छ यसरी? यो चौरी हो नि त, मिक्स हो, चौरी मिक्स हो। नभए त बोक्दैन नि बिचरा गोरु हेरेर यस्तो बाटो हेर्दा अन्त। अहिले कस्तो हुँदैछ तँलाई? अहिले अलिक स्यास्या हुँदै थियो। ठिकै छ, नर्मलै छ त। नर्मल छ। माथि गएपछि मात्रै शीतल रहेछ नि त है, बाँसको झ्याङ घारीहरूले गर्दाखेरि। अब माथि गएपछि तेरो गाडी चाहिँ के भयो होला तल? भर जाँदा टायर सायर छैन भने? त्यस्तो सेफ्टी नराखेको त्यस्तो सर्ट हुन्छ। हिजो गाडीले नतानेको आज मान्छेले नतान्ने होला। मलाई चाहिँ अलिक साह्रो परिरहेको छ, केटाहरूको पेजमा हिँड्नु सकेको छैन र पनि हुन्छ। भर्खर सिङ्गापुरदेखिको आएको ग्रुपहरूलाई पनि भेटेको थियो, उनीहरूलाई सोधेको 2 to 3 आवर भन्दै थियो। अब उकालो चढिँदैछ हो, स्यास्या पनि हुँदैछ। मकै अदुवा खाँदै लाएको लुगा त सबै खोल्नु पर्यो, जाडो हुन्छ भनेर पुरा लुगा लिएर आएको थियो। आधी बाटोमै छोडेर अहिले चाहिँ मकै खाँदै हो। मकै र भटमास भुटेर ल्याएको रहेछ गोविन्दले। त्यो मकै भटमास खाँदै अदुवा चेप्दै हो
हिँडिँदैछ स्या 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 हुँदैछ। यो जग्गामा चाहिँ पुरा भालु लाग्छ अरे हो। अन्त यहाँनिर चाहिँ म्याक्सिमम् तल तल बस्ने मान्छेहरूले चाहिँ गोरु पालेको हुँदो रहेछ। गोरुमा भारी बोकाको लिएर गएको चाहिँ 700 रुपियाँ पर्दो रहेछ रेट। अन्त यहाँ तल आएर टेन्ट स्टेमा बस्दा पनि भयो, होमस्टेमा बस्दाखेरि पनि भयो हो। खाना चाहिँ दामी भेज खाना पाएको थियो। अन्त बिहान पनि खाना खाएर हिँडेको। अघि त्यहाँ एकछिन बसेको जग्गामा भटमास मकै खाइबो। अन्त जङ्गल चाहिँ एकदमै डेन्स जङ्गल, डेन्स फरेस्ट। केटाहरू चाहिँ छिटो हिँड्दैछ, कम्पिटिसनै जस्तो नि। आमामा कम्पिटिसन जस्तै। यो ठाउँमा चाहिँ जनवरी लास्ट फेब्रुअरी स्टार्टिङदेखिको चाहिँ स्नो हुन्छ अरे हौ। 10 फिटसम्मको स्नो हुन्छ अरे, छ्याप। हामीले त भेट्दैन, हाम्रो लागि त स्नो नपरेकै राम्रो। किनभने जति यो क्लियर मौसम त्यति नै 360 डिग्री भ्यू एन्टायर हिमालयन रेन्जको चाहिँ यहाँबाट देख्छ अरे। अन्त त्यही हो, हेर्न जाँदैछ। हिँडेकै बिहान कति तपाईँको बिहान 9:30 मा हिँडेको, अहिले त्यही 11:15 भयो हो। म चाहिँ पछाडि छु लास्टमा, अरू चाहिँ अगाडि छ। तिनीहरूलाई कम्पिटिसन गर्नु छ म फिट कि त फिट भनेर। मलाई चाहिँ छैन कम्पिटिसन गर्नु। मलाई चाहिँ बिस्तारै त्यो जग्गामा पुग्यो आफ्नै सुरमा भने भयो। ल अहिले फेरि कन्टिन्यू गर्छु भिडियो। डेन्स फरेस्ट छ यहाँ, कस्तो घनघोर जङ्गल भन्छ नि, यसलाई नै भन्छ घनघोर जङ्गल चाहिँ। पर्याङ छ, पर्याङ। सर कुन चाहिँ साह्रो भालेढुङ्गा कि यो भालेढुङ्गा है? यो त सजिलो। स्या मात्रै हुँदैछ। भालेढुङ्गामा त 1 नम्बर चौतारा 2 नम्बर चौतारा थियो नि त है। ट्रेकरहरू आउँदैछ। स्लोली स्टडी विन्स द रेस। चढ्दैछ बिस्तारै। अन्त सकिँदैछ अनुप हिँड्नु सकिँदैछ नि। कति घन्टा भयो हिँडेको? 3 घन्टा हुन आँट्यो। निकै माथि आइसक्यौँ होइन। अब हामी पुग्ने चाहिँ पाहाडको टुप्पो अरे। 1 आवरमा हामी पुग्छ हो। अब भन्दैछ 12:30 1 बज्यो। त्यहाँदेखि पानी छैन अरे। म यहाँ यस्तो छ अगाडि गयो। यहाँ अनुप र हाम्रो दिपेन भाइ गाइड भाइ आउँदैछन् हो। अब आइपुग्न आँट्यो। अलमोस्ट कति बज्यो अहिले? 2:20 छ हो। त्यही 2:30तिर पुगिन्छ उकालो हो। यहाँ गफ गर्दै बिस्तारी उकालोमा हिँडाइ हुँदैछ। अब आइपुग्न आँट्यो। यो सबै डाँडा तल हामी हिँडेरै कभर गरेको हो। हामी पुग्न आँटेको छ। 10 मिनटमा पुग्छ भन्दैछ हो। अहिले टाइम भएको छ 2:10 हो। गोविन्दहरू त पुगिसक्यो होला। आज चाहिँ माथि गएर टेन्ट नलाउने प्लान भयो। किनभने गोठ हुन्छ अरे कि माथि गोठ छ अरे। त्यो गोठमै बस्ने भन्ने प्लान भएको छ हो। अब जाँदैछौँ। पानीको चाहिँ दुःख छ अरे अलिकति। कति भन्यो त्यही 2-3 किलोमिटर गएर पानी चाहिँ ल्याउनुपर्छ अरे हो। भोक पनि लाग्दैछ। अब गएर चाहिँ म्यागी बनाएर खानुपर्छ हो। ल सियो माथि पुगेपछि म भ्यू देखाउँछु।
माउन्टेनको टप भएर होला कि यहाँ चाहिँ घाम चाहिँ मजाले आउँदो रहेछ हौ। चिसो हावा चले पनि घाम चाहिँ छ। बेला बेला अघि मैले ज्याकेट खोलेर लगाएको थिएँ हो, त्यो फेरि ज्याकेट खोल्नु पऱ्यो, त्यहाँदेखि फेरि लुगा उयो गर्दै खोल्दै हिँड्दै हो आइपुग्यो भन्दैछ। रुखहरू देख्दा त आइपुगेको जस्तो पनि छ हो। टाइम चाहिँ कति पनि भएको छैन, स्यास्या चाहिँ पुरै स्यास्या हुँदो रहेछ हो। स्योर चाहिँ छुइनँ तर यही जस्तो लाग्दैछ डेस्टिनेसन हो बाज्रे डाँडा। आम्मा उहाँ दामी देखिरहेको छ माउन्टेनहरू हो टिलिक्क। साला कति छेउमा फाइनली डेस्टिनेसनमा आइपुग्यौँ। यही हो हाम्रो गोठ आज बस्ने हो। अन्त यो क्या दामी माउन्टेन, यही भ्यूको लागि चाहिँ आएको। अब यहाँ बसाइ हुन्छ आज। आइपुगे कस्तो लाग्यो त अन्त? यहाँ फोटोसुट हुँदैछ हो। ए भ्यू आज राति यहीँ बस्ने हो हामी। अन्त गोठ चाहिँ यो रहेछ हो। गोठमा हामी आज बस्ने, क्याम्प नहाल्ने। गोठमा के छ म देखाउँछु ल। बस्ने हो यो गोठमा। यहाँ आगो छ, यहाँ आगो बाल्ने, यहीँ टेन्ट सेन्ट लगाएर आज चाहिँ हामी यहीँ सुत्ने। आज भोलि हो, भोलि चाहिँ तल झरिन्छ। तल झरेर यहाँ सबैजनाको फोटोसुट हुँदैछ। कति दामी, कति रमाइलो। कञ्चनजङ्घा छेउमा, कञ्चनजङ्घा त होइन होला, कुन चाहिँ माउन्टेन होला हो। भरे म गाइड दाजुलाई सोधेर भन्छु कुन के हो भनेर। यहाँ यस्तै छ। यी हाम्रो साथी आइपुगेछ तलदेखिको। हामी यहाँनिर हाम्रो अब बाज्रे डाँडा जाँदैछौँ। दाउरा छैन रहेछ हो, म्यागी भोक पनि लाग्यो, म्यागी खाने भन्दैछ। अब दाउरा खोज्न गएको, पानी लिनु गएको। पानीको चाहिँ एकदम दुःख। जग्गाबाट चाहिँ खिचिपुडी लेक देख्छ हामीले हो, त्यहाँ जाँदैछौँ हेर्नु सबै। हामी यसको यति माथि आएर चाहिँ यहाँबाट चाहिँ सिधैसँग पोखरी आँखाले कति राम्रो देखेको छ नि। पहिला खेतीबेरी लेक आउने क्यामेराकै आनन्द लिनु कहाँ जस्तो लाग्थ्यो। हो त्यही त है। खेतीबेरी लेक तल छ। हामी यति माथि अहिले यत्रो देखिँदैछ। यस्तो भ्यूमा छौँ हामी चाहिँ। यहाँ हिमाल, यो ठुलो चुली है, र यो पर देख्दै। पानी छैन हो, पानी खोज्नुको लागि, पानी लिनु, दाउरा खोज्नु चाहिँ अब जङ्गल गएको। चिसो त चिसो छ। मैले पनि लुगा लगाएको छुइनँ, अहिले लाउनुपर्छ। अहिले चाहिँ हामी दाउरा खोज्नु, पानी लिनु जाँदैछौँ। यहाँ चाहिँ दाउरा खोजाइ हुँदैछ हो आज बेलुका। अब म्यागी पकाउनुको लागि भाइ आइज त्यहाँचोटि दाउरा खोज्नु। त्योहरू बटुल्दै राख ल। पानी चाहिँ कति टाढो यहाँदेखि? ल यो तान लग्यो भने त दाउरा खोज्नु झरेको छौँ हो। मैले चाहिँ उयो लाउनु बिर्सेछु, ज्याकेट लाउनु बिर्सेछु कि चिसो भएर जाडो हुँदैछ। यहीँ हो भनेर चाहिँ अब हेरौँ हो। बाटो त राम्रै रहेछ, जङ्गल। अनु पनि खोज्दैछ दाउरा हो। खुकुरी चाहिँ ल्याएन छ घरबाट। यहाँ छ हाम्रो गोविन्द माम्स खोज्दैछ, यहाँ काट्दैछ दाउरा हो। कागहरू चाहिँ लटरम्मै काग लटरम्मै फलेको छ भन्न। यो चाहिँ सौरको रुख हो। कुन चाहिँ त्यो? कुन देखिएको? सौर जस्तै छ त।
सौरो हो भने त बोक्रा खानुपर्छ नि हेब्बी राम्रो हुन्छ सौरको बोक्रा नि भाइलाई सोधेर खानु ल भरे फेरि यहीँ सुल्ट्यो भने त छैन नि चाल पाइहाल्छ नि सौरो हो भने चाहिँ दाउरा लिएर जाँदैछौँ अब मेगी खाने दाउरा लगेर हो र गोविन्दजीले चाहिँ मेगी बनाउनुको लागि चाहिँ आगो जोडे हो अब यहाँ सर भिजाउन आँटे हाम्रो यहाँ आइपुग्यो आजको भित्र दाल पाकिसक्यो होइन हाम्रो यहाँ कुक सर हो अन्त यहाँ हामीले दाउरा अघि खोज्दै थियो त्यो दाउरा आयो बनायो आजको हाम्रो सेफ खाना बनाउँदैछ एचओडीले बनाउँछु भन्दै थियो हैन अघि खाना त सब्जीहरू काट्ने त एचओडी हो नि त पकाउनु म पकाउँछु ठिकै छ सब्जीहरू काट्नु पर्यो एचओडी खाना त म पक्का छ नि भाइ पनि छ अहिले हामी यहाँ दाल बसेर आयौँ भाइले र मैले यो चाहिँ सनसेटको दृश्य हो सनसेट हुँदैछ यति राम्रो देखिरहेछ सनसेटमा हो यो सबै बादल सनसेट हो टक्कै यता चाहिँ हिमालय मैले चाहिँ अब सब्जी काट्नुपर्छ हो सब्जी काट्नुको लागि चाहिँ जाँदैछु यता अब हाम्रो खाना पाक्दैछ सिटी लाग्दैछ हो अब म प्याज पनि बालेर ट्राई गर्छु सिटी लाग्दैछ हो यो चाहिँ अब हामी यहाँ सुत्ने यो चाहिँ गोठ हो अब म चाहिँ हल्का सब्जी काट्ने भन्दैछ हो हेर्दैछु के छ कसो छ सब्जी अन्त प्लेट लिएर गएर छुरी लिएर गयो भने माथि काटिन्छ यो रहेछ सब्जी हो डल्ले खोर्सानी पनि रहेछ टमाटर डल्ले खोर्सानी पनि लिएर जान्छु हो टमाटर डल्ले खोर्सानी आलु चाहिँ कम्ती भएछ हाम्रो ल हाम्रो एचओडी चाहिँ यति साह्रो एक्टिभ भएको छ हिमालको छेउमा आएर हो यति खुसी भएको छ मजाले आइपुगे म भनेर हो यसरी आलु तास्दैछ यता हेर्न ओ एचओडी आगो त दामी बोलाएको छ नि हाम्रो सबैजनाको मेहनत हो अन्त गोविन्द साथी कस्तो हुँदैछ तपाईँलाई कस्तो लाग्दैछ अब बाज्रे भन्ने ठाउँ चाहिँ हप्ता दिन अगाडि सुनेको आज आइपुगे यस्तो राम्रो ठाउँ है आउनु तपाईँहरू पनि को भिडियो हेर्नुभयो भने एचओडीले भिडियो हाल्यो र तपाईँहरू कति भेट्नुभयो भने आउनु बाज्रे घुम्नु बेस्ट हो बेस्ट रहेछ नि झन् डिसेम्बर एकदम क्लियर भ्यू हो त्यति हो अब हिउँ चाहिँ भेटिँदैन तर मौसम साह्रो दामी यति मजा आउने क्याम्प फायर गर्नु पनि हुने राति हो साह्रै राम्रो दाउरा पनि मजाले बल्ने यति बेलाको दाउराहरू चाहिँ फेरि ओ एचओडी तँ कस्तो फिल गर्दैछस् एउटा अलिकति तेरो राख्दैन तेरो अब 2 शब्द राख्दैन माउन्टेन हिल हो कस्तो दामी छ हो हामी म सब्जी काटेर सब्जी बनिँदैछ हो सरले भात बसाउन आँटेको छ यहाँ सरले सब्जी चलाउँदैछ देख्दैछ होला आगोमा हो अँध्यारोमा के देख्छ सब्जी चलाउँदैछ हो मैले सब्जी काटेको हाम्रो भात पनि रेडी भयो बस्तीको चामलको भात हो एकदम छ यहाँ हो यता केटाहरू आगो बालेर तापिरहेछ यहाँ गफ सोडै जाँदैछ यिनीहरूको गफ हो एकदम यस्तै छ चल्दैछ आगो यहाँ तापिरहेछ भित्र सब्जी बनिरहेछ हो यहाँ अर्ग्यानिक तोङ्बा यो चाहिँ अब के अरे कोदो र मकैको मल्खुको छ हल्का अर्ग्यानिक पार्टी पनि चल्दैछ हाम्रो